नमस्कार, नेपालीमा हेल्प युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा हामीले आइएमई फरेक्स प्राइभेट लिमिटेडको सदस्यता लिई इन्डियाबाट नेपाल पैसा पठाउन, आइएमई गर्न अथवा नेपालमा रहेको कुनै पनि शाखाको एकाउन्ट नम्बरमा बैंक डिपोजिट कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनेछु। यदि तपाईहरु पनि यो सिक्न चाहनुहुन्छ भने यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। साथै तपाईहरुसम्म समक्ष सधैँभरि एक रिक्वेस्ट गर्ने गर्दछु कि यदि तपाईहरुले नेपालीमा हेल्प युट्युब च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला र सामने आउने बेल आइकनलाई पनि अन गरिदिनु होला ताकि मैले अपलोड गरेका नयाँ भिडियोहरू मोबाइल टेक्नोलोजी र इन्टरनेट सम्बन्धी जानकारीका भिडियोहरुको जानकारीको नोटिफिकेसनको माध्यमबाट तपाईहरुले नोटिफिकेसनको माध्यमबाट त्यसकारणले हामीले यहाँ 0 देखाएको छ। यदि तपाईहरुले यहाँ पैसा लोड गर्नुभयो भने तपाईहरुले जति लोड गर्नुभएको छ पैसा यहाँ देखाउने छ। टुडे कमिसनमा यहाँ के छ भने तपाईहरु कुनै पनि एजेन्टबाट अथवा कुनै पनि ठाउँबाट तपाईहरुले एजेन्ट बनिसकेपछि त्यहाँ त्यो कम्पनीले तपाईहरुलाई कमिसन शेयर गर्ने गर्दछ। यदि तपाईहरुले यहाँ उनीहरु जो एजेन्ट छ उनीहरुसँग पैसा तिरेर कुछ पैसा तिर्नुपर्ने हुन्छ यहाँ यो एजेन्ट पाउनको लागि। त्यो ल्याइसकेपछि तपाईहरुले हरेक ट्रान्जेक्सनमा चाहिँ कुछ पैसा तपाईहरुलाई मिल्ने गर्छ। 10 20 40 50 रुपैयाँ सायद यतिना होला। मैले चाहिँ त्यहाँ एजेन्टको पैसा नतिरेर ट्रेडवाला ल्याएको छैन, त्यसकारण मैले कमिसन मैले अर्न गरेको छैन। यहाँ मैले कमिसन कमाएको छैन। यदि तपाईहरुसँग धेरै कस्टमर आउँछन् अथवा धेरै कस्टमरहरु छन् भने तपाईहरुले यहाँबाट पनि कमिसन तपाईहरुले पाउन सक्नुहुनेछ। अब रहेको छ टुडे सेन्डमा मैले 2 ट्रान्जेक्सन सेन्ड गरेको छु। जस्तै यहाँबाट मैले नेपाल 2 वटा व्यक्तिको पैसा मैले यहाँबाट सेन्ड गरेको छु। टुडे कस्टमर रजिस्टर्ड भनेछ। जस्तै यहाँ जुन पनि व्यक्ति जो आइएमई जो मुथुट फाइनान्समा हामी जान्थ्यौँ त्यहाँ गएर चाहिँ एउटा मोबाइल नम्बर दिइसकेपछि
यहाँ केवाइसी उसको भरिरहन डिटेलहरू भरिरहन परिदिन्थ्यो। त्यस्तै नै यहाँ एउटा कस्टमर रेजिस्टर गर्नुपर्ने हुन्छ। कस्टमर रेजिस्टर गर्नको लागि तपाईँसँग एउटा स्ट्याम्प प्यान बनाउनु पर्ने हुन्छ। यसको लागि म तपाईँहरूलाई अ, पछि भन्नेछु। अब हामी पैसा सेन्ड कसरी गर्ने? अब हामीले सबभन्दा पहिले पैसा लोड गर्नुपर्ने हुन्छ। पैसा लोड गरिसकेपछि बल्ल हामीले पैसा पठाउन पर्ने हुन्छ। अब हामी युटिलाइजमा जान्छौँ अनि यहाँ सेन्ड क्रेडिट लिमिट रिक्वेस्ट हुन्छ। यहाँ देखाएको छ यस प्रकारको छ। जुन पनि एजेन्टबाट तपाईँहरूले यदि सदस्यता लिनुभएको हो उहाँलाई चाहिँ तपाईँहरूले पैसा सेन्ड गर्नुपर्ने हुन्छ। जस्तै 30,000 रुपियाँ सेन्ड गरेपछि हामीलाई यहाँ 30,000 रुपियाँ ब्यालेन्स मिल्नुपर्ने हुन्छ। त्यसको लागि पनि हामीले यहाँबाट क्रेडिट लिमिट हामीले रिक्वेस्ट भेट्नुपर्ने हुन्छ अथवा पठाउनु पर्ने हुन्छ। त्यसको लागि हामी नयाँ पठाउनको लागि एडमा जान्छौँ। एडमा गइसकेपछि तपाईँहरूले यहाँ एमाउन्ट हाल्नुपर्ने हुन्छ। एमाउन्ट हालिसकेपछि तपाईँले जति हाल्नुहुन्छ 50,000भन्दा कमै हाल्नुपर्ने हुन्छ। अनि यहाँ गएर तपाईँहरूले जो स्क्रिन छ जस्तै नेट ब्याङ्किङ अथवा युपिआई गुगल पे जोबाट तपाईँहरूले पठाउनु भएको हुन्छ त्यसको चाहिँ स्क्रिनसटको यहाँ तपाईँहरूले अथवा क्यास डिपोजिट हुन्छ त्यस डिपोजिटको एउटा प्रुफ तपाईँहरूले यहाँ अपलोड गर्नुपर्ने हुन्छ। अपलोड गरिसकेपछि तपाईँले कुन ब्याङ्कमा गएर अथवा कुन ब्याङ्कमा तपाईँले जम्मा गराउनुपर्ने त्यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। सेलेक्ट गरिसकेपछि यहाँ त रिमार्क हुन्छ। रिमार्क भइसकेपछि तपाईँ रिमार्कमा जे पनि दिनु सक्नुहुन्छ। मैले पैसा पठाएको छु लोड गरिदिनु जे पनि तपाईँले यहाँ लोड गर्नुपर्ने हुन्छ। लोड गरिसकेपछि तपाईँको यो यहाँबाट हामीले सेभ गरिसकेपछि जुन एजेन्टलाई हामीले जुन एजेन्टबाट हामीले सदस्यता ल्याएको हो त्यो व्यक्तिलाई चाहिँ यहाँबाट म्यासेज जाने गर्छ। म्यासेज गइसकेपछि त्यो व्यक्तिले चाहिँ यहाँ क्रेडिट लोड गरिने गर्छ अथवा यहाँ जम्मा गरिने गर्छ। जम्मा गरिसकेपछि अब हामीले त्यस पैसालाई पठाउनु पऱ्यो भने सेन्ड मनीमा जाने। सेन्ड मनीमा गइसकेपछि सेन्ड इन्डो नेपाल रेमिट्यान्स रेमिटेन्स आइसकेपछि जुन पनि जो व्यक्तिको केवाइसी अपडेट भइसकेको छ त्यो व्यक्तिको यहाँ नम्बर हाल्नुपर्ने हुन्छ। यदि तपाईँहरूले नभएको व्यक्तिको छ भने तपाईँले यहाँ गएर एड गर्नुपर्ने हुन्छ। यहाँबाट एड पनि गर्न सक्नुहुनेछ। म तपाईँहरूलाई मेरो
एड गरेको छु भने यहाँ एक मेम्बर नै सो गरेको छ। यदि तपाईँहरूले धेरैजनालाई सेन्ड गर्नुभयो भने धेरैजनाको नाम देखाउँछ। फेरि यही व्यक्तिलाई पठाउनु पर्यो भने हामीले यहाँबाट पैसा हाल्नुपर्ने हुन्छ। जस्तै 2500 हाल्छौँ भने हामी नेपालमा 4000 रुपियाँ नेपाली हामीले रिसिभ गर्नुपर्ने हुन्छ, रिसिभ गर्ने गर्दछ। अब यहाँ आर यु सेन्ड टु ट्रान्सफर मनी, यस प्रकारको आएको छ। यस प्रकारको फेरि तपाईँहरूले एकपटक चेक गरी रिचेक गर्नुपर्ने हुन्छ। केही एरर छ भने फेरि ब्याक गरेर साथीहरूलाई सेन्ड गरिदिनु होला, ताकि उहाँहरूले पनि एजेन्ट बनेर थोडा बहुत पैसा पनि कमाउन सक्नुहुनेछ र आफ्नो घर परिवारलाई चाहिएको बेला पैसा पनि पठाउन सक्नुहुनेछ। आजलाई यस भिडियोबाट यति नै। फेरि पनि मोबाइल टेक्नोलोजी र इन्टरनेट सम्बन्धी जानकारीका भिडियोहरू लिएर आउने नै छु। तबसम्मको लागि मलाई भेटाइदिनुहोस्। हवस् त, नमस्ते।